तत पिण्डे तत ब्रह्माण्डे भन्छ। ब्रह्माण्ड जसरी बनेको छ हामी पनि त्यसरी नै बनेको छौँ। पञ्चतत्त्वले ब्रह्माण्ड बनेको छ भने हामी पनि पञ्चतत्त्वले नै बनेको छौँ। त्यो ठुलो पार्ट भयो, हामी सानो एउटा एटमिक पार्ट भयौँ, तर हामी पनि सेम त्यसरी नै बनेको छौँ। त्यही भएर जे ब्रह्माण्डमा चलिरहेको हुन्छ, जुन ग्रहका प्रभावहरू परेको हुन्छन्, त्यस्तै हाम्रो जीवनमा पनि सेम प्रभाव पर्छ। जस्तो के अरे समुद्रहरू नदीहरूतिर पूर्णिमाको दिन औँसीको दिन तपाईँको ठुल्ठुलो त्यो छालहरू जाने आउने अनि ठुल्ठुलो सुनामीहरूको हुने हुन्छ। किनभने त्यो पानी र मुनको प्रभाव चाहिँ नै पानीमा एकदमै बढी हुन्छ। त्यो भएर त्यो हुन्छ। सेम लाइक हामी पनि वाटर बडी हो। हाम्रो शरीर 75% 70-75% वाटरले बनेको छ। सो ती ग्रहहरूको कनेक्सन हाम्रो यो वाटरको थ्रु हामीमा पनि परिरहेको हुन्छ प्रभाव। त्यही भएर तपाईँ जन्मिँदाखेरि जुन समयमा जन्मिनु भएको छ, जुन जुन टाइममा तपाईँको जन्म भएको छ, जुन स्थानमा भएको छ, त्यो अनुसार त्यो समयमा ग्रहहरू कस्तो स्थितिमा थिए, त्यही आधारमा तपाईँको प्रकृति डिफाइन भएको हुन्छ हैन। जस्तो त्यो सूर्य बसेको बेला छ भने तपाईँ अब सूर्यको एनर्जीमा हुनुहुन्छ हैन। चन्द्रमा हुन्छ, हरेक ग्रहहरू 9 डिफ्रेन्ट प्रकारका ग्रहहरू छन्। त्यो हरेकका प्रभाव हाम्रो जीवनमा चलिरहेको हुन्छ हैन। अनि त्यो प्रभाव चाहिँ हामी कोडमा छ, यसरी छुपाएर राखेको छ। त्यो स्क्रैच गरेर भित्र त्यो चिट्ठाको निकाल्छौँ नि, त्यस्तै त्यो स्क्रैच भित्र छ। त्यो डिकोड गर्ने, त्यसलाई हटाउनको लागि चाहिँ नम्बरहरूको भूमिका एकदमै महत्त्वपूर्ण हुन्छ। यदि हामीले नम्बरको साइन्स, जसलाई चाहिँ न्युमेरोलोजी भन्छ, त्यो न्युमेरोलोजी चाहिँ बुझ्न सक्यौँ र अलिकति डिकोड गर्न सक्यौँ हाम्रो त्यो जन्माइ अथवा हाम्रो यो नम्बरले कसरी यो युनिभर्सल एनर्जीसँग कोल्याब गर्छ, कसरी अलाइन हुन्छ भन्ने कुरा जान्यौँ भने चाहिँ हामीले हाम्रो जिन्दगीलाई सहज बनाउन सक्छौँ। त्यही प्रसङ्गमा एउटा न्युमेरोलोजी भन्छ। अब यो वेस्टर्न चाइनिज साइन्स हो। धेरै मान्छेहरूले कमै सुन्नु भएको होला। तर त्यसमा चाहिँ के हो भने नम्बर कुन दिन तपाईँ जन्मिनु भएको छ, त्यो नम्बरको आधारमा तपाईँ कसरी यो पृथ्वी, यो 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 ब्रह्माण्ड, यो युनिभर्सल पावरसँग कनेक्ट भइराख्नु भएको छ भनेर देखाउँछ। एउटा जन्मपत्रिका जस्तै हो। जस्तो हामी ज्योतिष विज्ञान भन्छौँ। ज्योतिष विज्ञान अलिक भास्ट छ। यो चाहिँ अलिकति लाइट छ, सबैले बुझ्न पनि सक्ने, इजी पनि छ, फलो गर्न, काम गर्नु सजिलो छ। सो अब त्यो नम्बरहरूलाई डिकोड गरेर आफूलाई, आफ्नो जीवनलाई सहज बनाउनको लागि चाहिँ हामी न्युमेरोलोजीको प्रयोग गर्छौँ। अनि त्यो नम्बर मात्रै नभएर तपाईँको नाम पनि त्यसरी नै अलाइन भएर बसेको हुन्छ यो युनिभर्सल एनर्जीको यो सर्कलमा हैन। यदि तपाईँको राम्रो नाम छ भने, त्यो नम्बर राम्रो आएको छ भने, जुन माथिबाट आएको एनर्जी हुन्छ त्यो आरामले तपाईँको बडीमा अथवा तपाईँको ऊर्जामा मिल्छ र त्यसले राम्रो चाहिँ फ्लो गर्छ, जसको कारणले जीवन सहज हुन्छ। यदि त्यो नम्बर कन्ट्राडिक्टरी छ, त्यो अलि नमिल्दो छ, त्यो एनर्जीसँग मिल्दैन भने चाहिँ त्यो नम्बरको कारणले, त्यो नामको कारणले पनि हाम्रो जीवनलाई असहज बनाइरहेको हुन्छ। डिपमा छ, लामो छ हैन। म एक एक गर्दै यसको अब भिडियोहरू हाल्छु, यो कसरी काम गर्छ यसले भनेर। सो बेसिकली फर्स्ट अफ अल त अब न्युमेरोलोजी भनेर बुझ्नु नै धेरैले भएको छैन। जति सक्छु मैले जानेको कुरा सेयर गर्दै जान्छु, फलो गर्दै जानु होला।